सम्पूर्णलाई नमस्कार। स्वागत छ तपाईहरुलाई हाम्रो क्रिकेट अपडेटमा। आज हामी एउटा ठूला र रोमाञ्चक खबरको बारेमा कुरा गर्दै छौं। अस्ट्रेलियाका विस्फोटक क्रिकेटर ड्याक सट अब नेपाल प्रिमियर लिग एनपीएल को सिजन 2 मा देखिने भएका छन् र उनले आफूलाई लुम्बिनी लायन्ससँग अनुबन्ध गरेका हुन्। लुम्बिनी लायन्सले यस वर्षको एनपीएल सिजन 2 लाई अझ रोमाञ्चक बनाउन अस्ट्रेलियाका प्रसिद्ध ब्याट्सम्यान र लेफ्ट आर्म स्पिनर ड्याक सटलाई साइन गरेको पुष्टि गरेको छ। सट अस्ट्रेलियन बिग ब्याश लिग बीबीएल का उत्कृष्ट खेलाडी मध्ये एक हुन्। उनले आक्रामक ब्याटिङ, पावर हिटिङ र सुरुवाती ओभरमा रन बटुल्ने गरेका छन्। उनी विश्व क्रिकेटकै एक चर्चित खेलाडी पनि हुन्। अन्तर्राष्ट्रिय स्तरमा पनि उनले अस्ट्रेलियाको तर्फबाट धेरै शानदार इनिङहरू खेलेका छन्। अब उनी नेपाल आउने र नेपाली दर्शक सामु आफ्नो खेल प्रदर्शन गर्ने तयारीमा छन्। लुम्बिनी लायन्सका अनुसार सटलाई साइन गर्ने मुख्य कारण भनेको टोलीमा अनुभव, आत्मविश्वास र आक्रामकपन ल्याउनु हो। पछिल्लो सिजनमा अपेक्षित प्रदर्शन गर्न नसकेको लुम्बिनी टोली यस सिजन नयाँ योजना र नयाँ अनुबन्धहरूसँग मैदानमा उत्रिने तयारीमा छ। डार्क सट जस्ता अन्तर्राष्ट्रिय स्टारको आगमनले युवा नेपाली खेलाडीहरूलाई सिक्ने उत्कृष्ट अवसर प्रदान गर्ने अपेक्षा पनि गरिएको हो। फ्यानहरू सामाजिक सञ्जालमा निकै उत्साहित छन्। कसैले लेखेका छन् यो सिजन लुम्बिनीको हुनेछ, अर्काले भने अब एनपीएलमा अन्तर्राष्ट्रिय स्टारहरूको धमाका हुनेछ। यसैले देखाउँछ कि सटको आगमनले केवल लुम्बिनी लायन्स होइन, सम्पूर्ण एनपीएललाई नयाँ उचाइमा पुर्याउनेछ। नेपाल प्रिमियर लिग अर्थात् एनपीएल को सिजन 2 छिट्टै सुरु हुने तयारीमा छ र यस सिजनमा कयौं नयाँ अनुबन्ध र विदेशी खेलाडीहरू आउने सम्भावना रहेको छ। अब सबैको नजर लुम्बिनी लायन्समा छ, जहाँ डार्क सटले नेपाली मैदानमा आफ्नो शक्ति र स्टाइल देखाउने भएका छन्। यस्तै क्रिकेट जगतसँग सम्बन्धित विभिन्न नयाँ अपडेटहरू प्राप्त गर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न तथा त्यसको साइडमा रहेको बेल आइकनलाई दबाउन नबिर्सिनुहोला। हस्त, धन्यवाद।